आउनुहोस् एकपटक यो भिडियो हेरौँ। एमाले नेतृत्व माथि छोडेका दिन देश ठप्प हुनुपर्दछ, देश ठप्प हुनुपर्दछ, यो सरकार ढल्नु पर्दछ, ढालिने छ यो सरकार। अब यो पनि हेरौँ। जेएनजी भन्ने चाहिँ आतंककारी हो, लुकेर हो, डाका हो, फटा हो। त्यो जेएनजी भने बदनाम नाम हो नेपालको लागि। त्यो जेएनजी मुर्दाबाद, जेएनजी निषेध, जेएनजी बहिष्कार। यी भिडियो हेरिसक्दा तपाईको मनमा के लाग्यो? कस्तो महसुस भयो? पक्कै पनि राम्रो लागेन होला। पक्कै पनि असीमित दम्भ, घमण्ड अनि घृणाभाव झल्कियो होला। आखिर मानिस पनि यति धेरै अनैतिक र गैर जिम्मेवार कसरी हुन सक्छन्? प्रश्न उब्जियो होला। तर यो एआईले बनाएको भिडियो होइन। यो त पूरा होसो हवासमा देशका प्रधानमन्त्री र मन्त्री भइसकेका मान्छेले लाजै पचाएर नैतिकता हराएर दिएको अभिव्यक्ति हो। गत भाद्र 23 र 24 मा यो देशमा के भएको थियो भनेर कसैले कसैलाई बताइराख्न पर्दैन होला। तर यी मानव रूपी दानव र यिनका झोलेले बाहेक सम्पूर्ण नेपालीलाई राम्रोसँग थाहा छ कि गत भाद्र 23 र 24 मा यो देशमा के भएको थियो भनेर। अचम्म त के छ भने जनतालाई छारो हाल्न एमाले महाधिवेशनमा भाद्र 24 गते घटेको घटनालाई फुलबुट्टा भरेर देश जलेको आरोप जेएनजीलाई लगाइयो। जबकि भाद्र 24 कसरी आयो हामी सबैलाई दिनको घाम चाहिँ छर्लङ्ग छ। भाद्र 23 मा युवा विद्यार्थीमाथि जुन नरसंहार मचाइयो के त्यसको उपज भाद्र 24 होइन र? भाद्र 23 बिर्सिएर भाद्र 24 मात्र कसरी सम्झन सकिन्छ? जेएनजीलाई आतंककारी देख्ने एमालेले जनताका छोराछोरीलाई ताकी ताकी गोली हान्ने सरकार, प्रधानमन्त्री, मन्त्रीलाई देशभक्त र राष्ट्रपिता भन्दा के लाज पनि लजाएन र? जेएनजी विद्रोहको 100 दिन बितिसक्दा पनि आन्दोलनको मर्म भावना र अस्तित्वलाई नस्वीकारेको एमालेले हामीलाई छोए देश ठप्प हुन्छ, सरकार ढालिन्छ भनेर कसलाई धम्काउन खोजेको? जनताले खरानी बनाइसकेको संसद पुनर्स्थापनाको वाह्यात कुरा गरेर कसलाई भ्रम छर्न खोजेको? के लाग्छ यिनीहरूलाई? नेपाली जनता त्यति बेवकूफ छन् र? आज जनताले देश विकास र परिवर्तनको अन्तिम आशामा ताजा जनादेश खोजेको छ। दशकौं देश लुटे पनि पुराना दलहरूलाई सच्चिने मौका दिएका छन्। नयाँ अनुहार, दृढ संकल्प र अठोट खोजेका छन्। साच्चै भन्नुपर्दा जनताले संसद र सरकारमा रवि, कुलमान, बालेन र जेएनजीहरू खोजेका छन्। विद्रोहको जगमा बनेको आजको सरकारले 100 दिनमा अपेक्षाकृत सबै कार्य त खासै गर्न सकेको छैन। तर पनि जनताको आशा र भरोसा यो सरकारबाट मरिसकेको छैन। सरकारलाई जेएनजीको अपेक्षाबाट 1 इन्च दायाँ बायाँ हुने छुट छैन। विशेष गरी भाद्र 23 को नरसंहारमा संलग्नहरूलाई कठालो समातेर भए पनि कारबाहीको दायरामा ल्याउने कुरामा सरकार चुक्नुहुन्न। युवा जेएनजीका हत्याराहरू आफूलाई छोए सरकार ढालिनेछ भनेर खुलेआम दिएको चुनौतीबाट जनतामा थप निराशा पैदा हुन दिनु हुँदैन। संशयकै बीच भए पनि आज प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनले केही हदसम्म सरकार निर्वाचन गराउने विषयमा दृढ छ भन्ने बुझिएको छ। आशा छ निर्वाचन अघि नै जेएनजी हत्यारालाई कारबाही गर्न सरकार सफल हुनेछ र सारा जनताले आशा गरे चाहिँ भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेछ। पार्टीको महाधिवेशनबाट पार्टी नेतृत्वमा फर्किएकाहरूले राम्रोसँग बुझ्न जरुरी छ 2083 सालमा तोकिएको महाधिवेशन आज नै गर्ने दिन कसरी आयो? 35 वर्षदेखि देश लुटेर सिद्ध्याएका तिमीहरूले राम्रोसँग याद राख्नु, तिम्रो प्रतिशोध, अहंकार र दम्भको राजनीतिले अब नेपाल र नेपालीहरूलाई बन्धक बनाउन सकिने छैन। तिमीहरूलाई के लाग्छ अब तिमीले तिम्रा झोलेका अगाडि कुर्लिएर देश ठप्प हुनुपर्दछ भनेर देश ठप्प हुन्छ? यो सरकार ढालिनेछ भनेर यो सरकार ढल्छ? यदि साच्चीकै यत्रो घमण्ड र अहंकार छ भने ट्राई गर्दा हुन्छ। नेपाली जनताले पनि हेर्नेछन् तिम्रा खुट्टी कत्रा रहेछन्। तिमीहरूलाई साच्चीकै आफ्नो गल्ती केही छैन जस्तो लाग्छ भने खुरुखुरु बयानमा जाऊ, डराएको किन? अझै जनताको साथ छ जस्तो लाग्छ भने चुनावको मैदानमा आऊ, डराएको किन? जेएनजीको रगतले लतपतिएको कमिज लगाएर जनता थर्काउन बन्द गर, अन्यथा तिम्रो अन्त्य तिमीले सोचे भन्दा निकै भयानक हुनेछ। चेतना भया।